धेरै मान्छेको जिज्ञासा रहेछ कि फिनल्यान्ड आउनलाई एक्चुअल खर्च कति लाग्छ। म आज सरसर्ती भनिदिन्छु, हजुरहरू आफै हिसाब गर्नुहोस् है त। यहाँको कलेज फी नै हुन्छ 11,000 देखि 12,000 युरो भने पछाडि आउँदाखेरि हजुरले एटलिस्ट 6,000 त तिर्नै पर्छ, 50% तिर्नै पर्यो। अनि भिजा लाग्यो, टिकट काट्न पर्यो, 1,20,000 देखि 30,000 रुपियाँ चैट हुन्छ। सपिङको लागि राख्नुहोस् 1,00,000 रुपियाँ। अनि यहाँनिर आउँदाखेरि हजुरले रेन्ट पनि त तिर्नु पर्यो नि। सेयरिङमा बस्नुभयो भने हजुरको 300 देखि 400 सम्ममा हुन्छ, तर सिङ्गल एक्लै बस्नुभयो भनेदेखि 600 देखि 800 रुपियाँ जान्छ। आउने बित्तिकै काम पाइँदैन, हजुरले एटलिस्ट 6 महिनाको रेन्ट चाहिँ बोकेर आउनु होला। अनि यहाँ आउँदाखेरि अलिअलि खानु नि पर्यो भनिसकेपछि हजुरले 2,000 देखि 2,200 युरो बोकेर आउनु होला। अनि त्यो मात्र होइन है, फेरि यहाँ आउँदाखेरि हजुरले 9,600 रुपियाँ लिभिङ एक्सपेन्सिभ देखाउनुपर्छ। त्यो भनेको 15 लाख रुपियाँ हुन्छ। हजुरले त्यो खर्च हुँदैन, त्यो चाहिँ ब्याङ्कमै होल्ड गराएर राख्ने हो, भिजा नआइन्जेलसम्म राख्नुपर्छ है त। हिसाब गर्नु अब।